यो लेक साइड जाने बाटो हो। उपारीको मन्दिर त्यहाँ जान लाग्यो हामी। अब देख्न सक्नुहुन्छ यहाँनिर फेवातालको माछा देख्न सक्नुहुन्छ गाइज। माछा हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। सम्पूर्णमा नमस्कार, म बोलाउन लाने छन् मगर गाइज हामी कहाँ घुम्न गएको अरे? लेक साइड आएको केराघारीको बाटो हिँड्दैछौँ गाइज। ऊ त्यहाँ देखिरहेको यो बुनौदी खोलाको पुल हो। यो पुलमा हामी एकचोटि आउँदाखेरि बनाएको थिएन, बनाइसकेछ अहिले पुल। गाडी हिँड्ने बनाइसकेछ। यो पुरानो त थियो। यतापट्टि माथिको जङ्गल, यो फेरि पुल। यो घुमाएको मैले क्यामेरा अनि यता हामी हिँड्न लागेको अवस्था। घाममा टल्केको मान्छे यो लेक साइड जाने बाटो हो। माइजू र भान्जा हिँडेको अवस्था। दिदी भाउजू भेना हिँड्नु भएको छ यहाँ। यो हर्लङ चोक लेक साइडको छाता भएको ठाउँ, छाता भएको। यहाँबाट गाडी लाग्छ फर्किनको लागि। यो चाहिँ फेवाताल हेर्नको लागि बनाएको एउटा ठाउँ हो। यहाँ पहिला टिकट लाग्थ्यो, अहिले जेएनजीको आन्दोलनले भत्काइदिएर अहिले हामी जान पाएको छ फ्रीमै। माथिको डाँडो चाहिँ सारङकोटको डाँडो अनि यता साइडमा बजारहरू छ। यतापट्टि फेवाताल। यो चाहिँ बाराई मन्दिर जाने बाटो। ल देख्न सक्नुहुन्छ फेवातालको भ्यू। ढुङ्गाहरू धेरै छन्। उपारीको मन्दिर त्यहाँ जान लाग्यो हामी। अब देख्न सक्नुहुन्छ यहाँनिर गीत गानु फल लाग्दो थियो होइन यस्तो नै नआउँदो रहेछ। पारीको डाँडो देखेको सारङकोटको डाँडो हो। अहिले हामी गुगामै छौँ। अब फेवातालको माछा देख्न सक्नुहुन्छ गाइज। माछा मन्दिरमा आइपुगिसक्यो हामी। बाराई मन्दिरमा हेर्न सक्नुहुन्छ। यहाँको अवस्था हेर्न सक्नुहुन्छ।
झलक गराउन गएको हामी तालबराईमा घुम्न आएको अनि हामी मात्रै भयो नि त अनि यता पनि देखाउनु नि त भान्जा यता भान्जा हुनुहुन्छ त्यसमा लगाएको सरकार सबै लाएर बसिरहेको छ नि होइन उहाँले चाहिँ अहिले भेट्दैन भनेर त्यो लगाइरहनु भएको छ अहिले सरकार गाइस हामी कहाँ जाने देवताको मन्दिरमा छौँ अनि बाराई मन्दिरबाट फर्केको अवस्था हामी अब चलो चौधरी थाङ्गाबारी बजारतिर आउँदैछौँ कति बज्यो अहिले 3 वेलकम ब्याक हामीले खाजा खाएको अवस्था खाजाको नाममा पानी पुरिरहेको छ एकदम मनपर्ने फाइनली गाइज आजको भिडियो सिद्धिएको छ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने गर्न सक्नुहुन्छ धन्यवाद।